यो चाहिँ पोल्डर फ्लाइ रिल भयो है। यस्तो खालको सानो रिल भयो चाहिँ। यो चाहिँ मैले यसमा अट्याच गरेर कालो टेपले बेरेर लाइन अट्याच गरेर अनि एउटा यहाँ स्विभल अट्याच, यसमा एउटा स्विभल अट्याच गरेर अनि फ्लट गामा गासुको हुक अनि स्प्लिट सर्ट च्यापेर यो चाहिँ लगभग 16 mm को लाइन हो। पुरै एउटा पोल्डरको सेटअप बनाएको छु। 240 भनेको 7 फिटको सेटअप हो है। 8 फिट लेखेर आएको हुन्छ तर 1 फिट कमै हुन्छ यिनीहरुमा। त्यो सेटअप भयो चाहिँ। सानसानोको लागि हो, पोल्डरले नि खेल्न सक्नुहुन्छ। सेटअप चाहिन्छ भने सेटअप पनि मैले बनाएर दिन्छु। यसको प्राइस चाहिँ मैले अलरेडी टिकटकमा अपलोड गरिसके यो सेटअपकोबाट। यो फ्लाइ रिल 60 को भयो। 60 को चाहिँ अब 2-3टा मात्र छ अनि 50 यो सानो रिल चाहिँ पाउनुहुन्छ है। रिलको साइज पनि म देखाइदिन्छु। यो चाहिँ धेरै सेटअप, यो चाहिँ धेरै छैन। अब यो रिल चाहिँ सेट ठुलो वाला, सानो रिल चाहिँ छ। प्राइस चाहिँ सेम पर्छ है, सेम रेट भएर आछ, सेमै पर्छ। चाँडै अर्डर गर्नुहुन्छ भने ठुलो रिल पाउनुहुन्छ। 2टा 3टा छ होला, अरु चाहिँ सबै सानो रिल छ है। पुरै मैले देखाइदिइहालेँ। अर्डरलाई चाहिँ WhatsApp गर्न सक्नुहुन्छ। हस्, थ्यांक यू।